नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई रिभ्यू प्लानेट नेपालमा, जहाँ हामी दिन्छौं रियल एन्ड अनेस्ट रिभ्यू नेपाली बजारका गाडी, ग्याजेट र टेक्नोलोजीहरुको बारेमा। आज हामी कुरा गर्दै छौं MG S5 EV को बारेमा। कति हो यसको मूल्य, के कस्ता फिचर्सहरु पाउन सकिन्छ र यो EV तपाईको लागि पर्फेक्ट चोइस हो होइन, आज थाहा पाउँछौं यो भिडियोमा। MG अर्थात मोरेस ग्यारेजले नेपालको EV सेगमेन्टमा तहल्का मचाउँदै आइरहेको छ। MG ZS EV, त्यसपछि MG S5 EV नेपाली बजारमा भित्रिएको छ। यसको लुक्स स्पेशल र ब्याट्री प्याक्सले गर्दाखेरि टेस्ला लेभलको गाडी जस्तो देखिन्छ, जसमा बजारमा विभिन्न भेरिएन्ट्समा यो गाडी पाउन सकिन्छ। मेनली दुईटा भर्जनमा पाउँछ, जसमा कम्फर्ट र लग्जरी गरेर छ। जसमा कम्फर्टको मूल्य जसमा 49 किलोवाट आवरको ब्याट्री प्याक दिएको छ, नेपाली बजारमा त्यसको मूल्य 43 लाख पर्छ भनेदेखि लग्जरी भर्जनमा मेनली दुईटा ब्याट्री प्याक दिएको छ, जसमा 49 किलोवाट आवरको 49 लाख पर्छ भनेदेखि लग्जरीमै 62 किलोवाट आवरको ब्याट्रीलाई 54 लाख पर्छ। र अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पक्ष ब्याट्री र पर्फर्मेन्सको बारेमा, जसमा ब्याट्री चार्ज टाइमको कुरा गर्नुपर्दा AC 7 किलोवाट चार्जको लागि 8 देखि 10 घण्टा लाग्छ भने DC फास्ट चार्जिङबाट 10 देखि 80% को लागि 24 मिनेटमा चार्ज हुन सक्छ। र रियल लाइफ रेन्जको कुरा गर्नुपर्दा 340 देखि 420 सम्मको रेन्ज किलोमिटर हामीहरूले पाउन सक्छौं। र भर्जन अनुसारले ब्याट्री पावरको कुरा गर्नुपर्दा 120 किलोवाट देखि 150 किलोवाटको पाउन सक्छौं। र त्यसैगरी ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुपर्दा 175 mm को ग्राउन्ड क्लियरेन्स हामीले यो गाडीमा पाउँछौं। र अर्को रहेको छ बुट स्पेसको 453 लिटरको बुट स्पेस, सँगसँगै यसमा 250 Nm को म्याक्सिमम टर्क पाउन सक्छौं र 0 देखि 100 किलोमिटर पर आवर लगभग 7.1 सेकेन्डमा पुग्न सकिन्छ। अब कुरा गरौँ यो गाडीको इन्टेरियर फिचर्सहरुको बारेमा, जसमा 12.3 इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जिङ, 360 डिग्री क्यामेरा, सनरुफ, लेदर सिट्स, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइभ कन्ट्रोल जस्ता फिचर्सहरु पाउन सकिन्छ। र सँगसँगै MGले सुरक्षा पनि भुलेको छैन है, जसमा 6 इयर ब्याग दिएको छ, ABS EBD हिल होल्ड कन्ट्रोल दिएको छ, ट्र्याक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र क्यामेरा पनि दिएको छ। र अब यो गाडीको प्रोज एन्ड कन्सको कुरा गर्नुपर्दा, प्रोजको रूपमा शानदार रेन्ज, राम्रो डिजाइन, स्पेसियस बुट, टेक्नोलोजी भरपूर दिएको छ र कम्पिटिटिभ प्राइसमा मार्केटमा उतारिएको छ। र कन्सको कुरा गर्नुपर्दा MG को ब्रान्ड इमेज नेपालमा अझै बलियो बनाउन बाँकी छ र फुल फास्ट चार्जिङ सबै सहरहरुमा पाउन सकिन्न र लास्टली ग्राउन्ड क्लियरेन्समा पनि अलिकति कम्प्रोमाइज गरिएको छ। र त्यो सँगसँगै यो गाडीसित कम्पेरिजन गर्नुपर्दा BYD डल्फिन, टाटा नेक्सन EV, नेता EV, ओमडा E5 जस्ता गाडीहरू रेन्ज, साइज र कम्फर्ट हेर्दा MG S5 EV एकदमै टप नच गाडी देखिन्छ। यदि तपाईहरुलाई लङ डिस्टेन्स EV खोज्दै हुनुहुन्छ जुन फिचरले भरिएको छ अनि रेन्जको टेन्सन बिना सवारी गर्न चाहनुहुन्छ भने MG S5 एउटा सलिड चोइस हुन सक्छ। टेस्ला बजेट छ, तर EV मा खोज्दाखेरि एकदमै पर्फेक्ट र ब्यालेन्स गाडी तपाईहरुले पाउन सक्नुहुनेछ। र यस्तै ओनरशिप रिभ्यू तथा गाडी र ग्याजेट्सहरुको रिभ्यूको लागि रिभ्यू प्लानेट नेपाललाई सब्स्क्राइब गर्न नबिर्सिदिनु होला र यो भिडियोमा लाइक र कमेन्ट गर्न पनि नबिर्सिदिनु होला। धन्यवाद।